शीतल हावा बगिरहेको थियो र सूर्यको किरणले जङ्गलमा सुनौलो झल्को दिएको थियो। एउटा काग खाना खोज्दै आकाशमा उडिरहेको थियो। धेरै बेर खोजेपछि उसले एउटा रुखको छेउमा स्वादिलो पनिरको टुक्रा भेटायो। धेरै खुसी हुँदै उसले पनिर टिपेर नजिकैको ठुलो र अग्लो रुखमा बसेर खान गयो। रुखको अग्लो हाँगामा बसेर कागले वरिपरि हेर्यो र गर्वका साथ सोच्यो, यो पनिर त धेरै नै मिठो हुन्छ जस्तो छ। त्यही बेला जङ्गलमा एक चतुर स्याल भोकभोकै हिँडिरहेको थियो। अचानक उसले हावामा पनिरको बास्ना पायो। उसले वरिपरि हेर्यो र रुखमा बसेको काग देख्यो, जसको ठाडो चुच्चामा स्वादिलो पनिर थियो। स्यालको मुख रसाउन थाल्यो, तर उसले तुरुन्तै आफ्नो भोक लुकाएर जुक्ति लगायो। वाह, कस्तो सुन्दर काग, उसले भित्रभित्रै सोच्यो। तर पनिर चाहिँ कसरी दिने त? स्याल रुखको मुनि गयो र कागतिर हेर्दै मिठो स्वरमा भन्यो, शुभ प्रभात प्रिय काग दाजु, आज त तपाईँ एकदमै राम्रो देखिनु भएको छ। तपाईँका कालो प्वाख त रेशम जस्तै तल्किरहेका छन्। तपाईँका आँखा त तारा जस्तै चम्किरहेका छन्। काग चुपचाप सुनिरह्यो। उसले पनिर बेसरी आफ्नो मुखको चुच्चामा चापेको थियो, तर ती प्रशंसा सुन्दा उसले गर्व अनुभव गर्यो। स्यालले फेरि भन्यो, मैले तपाईँको मधुर आवाजको धेरै चर्चा सुनेको छु। भनिन्छ तपाईँको आवाज कोइली जस्तै मिठो छ, तर मैले अझैसम्म सुन्न पाएको छैन। एकचोटि गाएर सुनाउन सक्नुहुन्छ? काग झन् खुसी भयो। प्रशंसाबाट मक्ख भएर उसले बिर्सियो कि उसको चुच्चामा पनिर छ भनेर। उसले गर्वका साथ का का गरेर गाउन थाल्यो र पनिर जमिनमा खस्यो। स्यालले तुरुन्तै पनिर टिप्यो र मजाले खान थाल्यो। काग माथिबाट हेर्दै छक्क पर्यो। स्याल हाँस्दै भन्यो, धन्यवाद प्रिय काग दाजु, धेरै दिनपछि यति मिठो खाना खान पाए। भन्दै स्याल आफ्नो घरतिर लाग्यो।